हेलो साथीहरू, आज बारीमा आएको फेरि डङ हेर्न पानी भएर तामल बगान जाँदैछौँ हामी। यो मेवाको गाछ हो, मेवा फलेको छ। म पनि यता छु। हरियाली हरियाली साँझको बेलामा बिउ छरेको छ, रोप्न भएको छैन। अझै चाहिन्छ होला 15 दिन जति। हरियाली हरियाली साँझको बेलामा आउनुहोस् जमेज। आज पाटाबारीमा आएका हौँ हामी। आज पाटा पाइकारीले भनेको थिए पाटा 40 मुठा राख्नु, म लिन आउँछु भनेर। त्यही कारण भाउजू र म यहाँ मस्त भाउजू आलीमा बसेर पलेटी मारेर मुठा बाँध्दै हुनुहुन्छ। म यता काट्दैछु। कस्तो हात गल्छ नि, धान काटेको जस्तै काट्नु पर्दो रह। थुप्रो वर्ष भयो नि त नकाटेको र हात गल्छ र कस्तो दुख्छ रह। भाइ पनि प्र्याक्टिस गरेको भन्छन् नि। ल है साथी, बाई बाई, यति नै आजको लागि।